तपाईको तलब कति पनि होस्, सरकारले कति टिडीएस काटिरहेछ भन्ने कुरा तपाईलाई थाहा छ? छैन भने यो भिडियो अन्तिमसम्म हेर्नु होला। नेपालमा हाम्रो प्रोग्रेसिभ ट्याक्स छ, मतलब जति इन्कम बढ्यो त्यति कर पनि बढ्छ। र यदि तपाईँ सिंगल हुनुहुन्छ र तपाईको वार्षिक आम्दानी 5 लाखसम्म मात्र हो भने तपाईले 1% ट्याक्स तिर्नुपर्छ। त्यसैगरी तपाईको वार्षिक आम्दानी 5 लाखदेखि 7 लाखसम्म हो भने 10% तिर्नुपर्छ र 7 देखि 10 हो भने 20% तिर्नुपर्छ र 10 देखि 20 हो भने 30% तिर्नुपर्छ र 20 देखि 30 हो भने 36% ट्याक्स तिर्नुपर्छ र तपाईको वार्षिक आम्दानी 50 लाख भन्दा माथि गयो भने 39% ट्याक्स तिर्नुपर्छ। र इनकेस तपाईँ म्यारिड हुनुहुन्छ भने त्यो केसमा तपाईको वार्षिक आम्दानी 6 लाखसम्म हो भने 1% ट्याक्स तिर्नुपर्छ, 6 देखि 8 लाखसम्म हो भने 10% तिर्नुपर्छ, 8 देखि 11 हो भने 20% तिर्नुपर्छ, 11 देखि 20 हो भने 30% तिर्नुपर्छ र 20 देखि 30 लाखसम्म हो भने 36% ट्याक्स तिर्नुपर्छ र 50 लाख भन्दा माथि छ भने तपाईको वार्षिक आम्दानी 39% ट्याक्स तिर्नुपर्छ। र यस्तै फाइनान्शियल कुरा सजिलै बुझ्न चाहनुहुन्छ भने द नेपाली टक्सलाई फलो गरिदिनु होला।